सहमति भएको छ। तेस्रो माग भनेको चाहिँ भ्रष्टाचारहरूलाई कारबाही भन्ने थियो। 46 साल यता सम्पूर्ण नेता कर्मचारीहरूको छानबिनका लागि चाहिँ एउटा निष्पक्ष छानबिन आयोग गठनका लागि प्रक्रियामा अगाडि बढेको छ। आज पनि हामीले कुरा गरेको थियौँ, भोलि हामीले एकचोटि प्रधानमन्त्री कार्यालयमा हामीले भेट्छौँ अनि निष्पक्ष छानबिन आयोग बनाएर चाहिँ 46 साल यताको सबै नेताको सबै कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने। सबैटा पनि राष्ट्रिय प्रतिष्ठानहरू छन् नि त, जस्तै बिपी भयो, अर्को भनेको यो झलनाथ खनालको प्रतिष्ठान, यस्ता प्रतिष्ठानहरूको सबैको सम्पत्ति छानबिन गरे। यति सरकारको पैसा लिएको पाइएमा चाहिँ त्यसलाई राष्ट्रियकरण गर्ने र अब भ्रष्टाचार नगरोस् भनेर चाहिँ कम्प्लिट रूपमा डिजिटलाइजेसन गर्ने हाम्रो सरकारी सिस्टमलाई भनेर सहमति भएको छ। र चौथो कुरा विदेशमा भएकालाई मताधिकारका लागि अहिलेको यो भनौँ चुनाव अगाडि नै यो सबै विधि विधान बनाएर आगामी चुनावमा चाहिँ हामीले विदेशमा भएकाले मताधिकार दिलाउने भनेर त्यो सहमति भएको छ। र पाँचौँ माग भनेको चाहिँ हाम्रो के थियो भन्दाखेरि चाहिँ संविधान संशोधन सुझाव आयोग भनेर सिधै संविधान संशोधन आयोग भनेर बनाउन नमिल्ने भएको कारणले एउटा सुझाव आयोग बनाएर त्यसबाट चाहिँ संविधान संशोधनका यो बुदाहरू स्पेसल्ली हामीले चाहिँ 4-5वटा बुदाहरू जस्तै प्रधानमन्त्रीको व्यवस्था हैन, शासकीय प्रणालीमा हामीले चाहिँ जुन प्रदेश निर्वाचित कार्यकारी प्रधानमन्त्री, अर्को चाहिँ निर्वाचनमा विदेशमा भएकालाई मताधिकार दिने, अर्को भनेको चाहिँ प्रदेश सभालाई खारेज गरेर राष्ट्रिय सभा छोटो खालको राम्रो खालको बनाउने र त्यो बाहेक पनि अन्य जति पनि नीतिगत सुधारहरू गर्नुपर्ने छ त्यसका लागि चाहिँ जनताको तर्फबाट र हाम्रो तर्फबाट एउटा सुझाव आयोग बनाउने। त्यसमा चाहिँ हाम्रो शहीदहरू परिवारहरू, जेनजीहरू अनि विज्ञहरू, युवाहरू, सरकार सबै मिलेर बनाउने र अन्तिम हाम्रो 6 बुँदेमा चाहिँ 6 नम्बर बुँदामा हाम्रो के सहमति भएको छ भन्दाखेरि चाहिँ जति पनि शहीद परिवार, घाइते र भनौँ न अनि शहीदका आफन्तहरूको चाहिँ शिक्षाको, स्वास्थ्यको, रोजगारको ग्यारेन्टी र दीर्घकालीन रूपमा आवश्यक भन्ने सबै कुराहरू दिने भन्ने भएको छ। अब हामीले बुझेका छौँ थोरै प्रगति भएको छ र हामीले चाहे जति प्रगति अझै पनि भयो जस्तो लागेको छैन र त्यसका लागि चाहिँ हाम्रो निरन्तर रूपमा दबाब स्वरूप यो आज कार्यक्रम गरिएको छ। अनि तपाईँले जुन त्यो भ्रष्टाचारलाई कारबाही गर्ने माग राख्दा बित्तिकै तपाईँको अनसन तोडिदा बित्तिकै केपी ओलीको विदेश भ्रमण र काठमाडौँ भ्याली छोड्ने फुकुवा भएको छ होइन, यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? सरकारले त केपी ओलीलाई विदेश भ्रमणमा नि जाने र काठमाडौँ भ्याली बाहिर पनि जाने फुकुवा गरेको छ नि। अब अस्ति हामीले प्रधानमन्त्री र गृहमन्त्रीसँग अब 2-3 घन्टै बस्यौँ भनौँ, कुराकानी गऱ्यौँ र मलाई साह्रै दया लाग्यो। बिचरा अब रोए जस्तो कि अनुहार पनि कुरा पनि, अनि अब म के गर्नै सक्दिनँ, अब कतैबाट पनि साथ छैन, पार्टीको पनि साथ छैन, जेनजीहरूको पनि साथ छैन, मलाई कसैको पनि साथ छैन। यस्तो लाचार हामीले देख्यौँ। यस्तो लाचार सरकार हामीलाई चाहेको होइन खास है। यत्तिकै लाचार हुनु थियो भने तपाईँले राजीनामा दिएर गए भइहाल्थ्यो, हामी आफै आउँथ्यौँ, आफै चलाइहाल्थ्यौँ हाम्रो देश। अब सुशीला कार्कीको र ओमप्रकाश अर्यालको यिनीहरूले हिम्मत मैले देखिनँ। यिनीहरूले हाम्रो माग पनि पुरा गर्ला जस्तो पनि लागेको छैन होइन। र त्यही भएर हामी एउटा अब हामीले म्याक्सिमम चाहिँ माघ 15सम्म हो। माघ 15सम्म नि भएन भने 16 गतेदेखि अर्को विद्रोह हामीले घोषणा पनि गर्न चाहन्छौँ यहीबाट। र हाम्रो अहिलेको आवश्यकता चुनाव होइन कि, चुनाव भयो भने कसैको पनि दुईटी आउँदैन, को संविधान संशोधन पनि हुँदैन, प्रदेश खारेज पनि हुँदैन, प्रदेश निर्वाचित पनि हुँदैन। अब हिजो एउटा थरी थियो, अब अर्को थरी आउला नि, हुनेवाला के पनि देखिँदैन कि त्यो कुराहरू होइन। त्यही भएर चाहिँ पहिला माग पुरा गरौँ, त्यसपछि चुनाव गरौँ। पहिला हामीले जुन चाहेका छौँ, जेकालाई यत्रोजनाले ज्यान गुमाए, जेकालाई यत्रो विध्वंस भयो, जेकालाई यो भयो, यो सबैलाई चाहिँ पुरा गरौँ भन्ने कुरा हो। यो चुनावै आजको हाम्रो मुख्य कुरा होइन। चुनाव त तपाईँ जन्मेदेखि कति भयो, कति मन्त्री फेरिए, कति संसद फेरिए, आखिर जनताले के पाए त? केही पाएन। तपाईँले त बालेन, रवि र अनि कुलमानहरूलाई एकजुट हुनुपर्छ र चुनावमा जानुपर्छ भनेर जेनजीहरूले माग उठाउनु भएको थियो। अहिले यो पुरा पनि भएको छ होइन। अब बालेन, कुलमान र रवि एकजुट भएर चुनावमा जाँदै गर्दा यिनीहरूलाई जिताउन तपाईँहरूले सपोर्ट गर्नुपर्ने हो। तर तपाईँ उनीहरूकै विपक्षमा अहिले सडकमा उत्रिनु भएको छ, यो चाहिँ किन गर्नु भएको? सबैजना कुराहरू मिल्नु पऱ्यो होइन। मिल्नु पऱ्यो, मिलोस् भन्ने चाहना, अझै पनि मिलुन् भन्ने नै चाहना हो कि केका लागि मिल्ने भन्ने कुरा हो नि त। मिलेर चाहिँ के गर्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो कि, मिल्ने महत्त्वपूर्ण कुरा होइन कि। म त जनताहरू सबै नेपाली मिल्यो होइन। अब हामी प्रधानमन्त्री हुनलाई, मन्त्री हुनलाई, संसद हुनलाई, सचिव हुनलाई मिल्ने होइन नि त। हामी मिल्ने त देशमा भनौँ न एउटा जे माग थियो भ्रष्टाचारहरूलाई कारबाही गर्न मिल्न पऱ्यो, पहिला जेनजीका माग पुरा गर्न मिल्न पऱ्यो, संविधान संशोधन गर्न मिल्न पऱ्यो होइन। त्यसभन्दा पछाडि किसानको हक अधिकारका लागि हामी सबै मिल्न पऱ्यो, शिक्षा स्वास्थ्य निःशुल्क गर्न हामी मिल्न पऱ्यो, देशमा आत्मनिर्भर बनाउन मिल्न पऱ्यो, देशको स्वाभिमान बचाउन हामी मिल्न पऱ्यो, देशको अखण्डता बचाउन मिल्न पऱ्यो नि त। कसैलाई प्रधानमन्त्री बनाउन, कसैलाई संसद बनाउन, कसैलाई यो बनाउन, कसैलाई त्यो बनाउन। 76 जना मरेको एउटालाई फालेर अर्कोलाई प्रधानमन्त्री बनाउन, अर्कोलाई मन्त्री बनाउन होइन नि त होइन र। यत्रोजनालाई ज्यान दिएको त देशमा सुशासन आउला, भ्रष्टाचारहरूलाई कारबाही होला, गाउँ गाउँमा शिक्षा स्वास्थ्य निःशुल्क होला होइन। त्यसमा नयाँ
विकास होला, नयाँ आधार बन्ला, त्यसका लागि हो। सहकारी पीडित लघुवित्त पीडित न्याय पाउलान्, नेपाली भएर बाँच्न पाउलान्, देशमै रोजगार पाउलान्, विदेश जान नपर्ला भनेर हो नि त खास त। त्यसका लागि चाहिँ मिलौँ न। तर त्यसका लागि भन्दा पनि मैले चाहिँ अलिकति आफ्नो स्वार्थ र आफ्नो पदका लागि मिले जस्तो मैले महसुस गरेको छु। अझै पनि समय छ, अझै पनि भन्नु न हजुर, परिवर्तन भएर आउनुहोस्, जनताका लागि मिल्नुहोस्, किसानका लागि मिल्नुहोस्, अधिकारका लागि मिल्नुहोस्, यो देशको स्वाभिमान बचाउन मिल्नुहोस्, यो देशमा भ्रष्टाचार नियन्त्रण गर्न मिल्नुहोस्, यो देशको शिक्षा स्वास्थ्य निःशुल्क गर्न मिल्नुहोस्, गुणस्तरीय बनाउन मिल्नुहोस्, यो देशको प्रदेश सभा काम छैन यसलाई खारेज गर्न मिल्नुहोस्, नेपालको जडीबुटी जल जङ्गल सदुपयोग गर्न मिल्नुहोस्, नेपालमा विदेशी हस्तक्षेपलाई हटाउनका लागि मिल्नुहोस्, नेपालमा जति पनि यो एउटा नियुक्ति मेरिटोक्रेसीको आधारमा नभएर दलीय छ यसलाई हटाउनका लागि मिल्नुहोस्। तर त्यो कुरा त छैन नि त सर। त्यो तपाईँ त्यो रवि बालेन कुलमानले के नेपालमा भ्रष्टाचार हटाउँदैनन्, सुशासन कायम गर्दैनन्, जेनजीहरूका मागहरू पुरा गर्दैनन् भन्ने हो तपाईँको धारणा? अहिले गरौँ न, कसले रोक्यो? अहिले गरौँ न, किन ढिला गर्ने है? अहिले पनि हामीसित समय छ होइन, हामीसित आफ्नै सरकार छ, हामीसित आफ्नै पुलिस छन्, आफ्नै अख्तियार छ, आफ्नै सबै कुराहरू छ। अहिले भ्रष्टाचार नियुक्ति गरौँ, नियन्त्रण गरौँ, अहिले भ्रष्टाचारहरूलाई कारवाही गरौँ। सरकार त बालेनले बनाएको, यिनीहरूले बनाएको, यिनीहरूले चलाइरहेको, यिनीहरूकै छन् मान्छे, अहिले पनि मन्त्री यिनीहरू छन् होइन। अब हामीले दसैँ अहिले सोच्नु न होइन, आफू भएको बेलामा चाहिँ केही माखा नमार्ने, अनि भोलि बिहान फेरि मलाई बनाएर मैले गर्छु भनेर हामीले पत्याइदिनु पर्ने जनताले सधैँ। तपाईँ अनसन बस्ने सरकारको विषयमा विरोध गरिराख्नु भएको छ, तर सरकार त तपाईँले बनाउनु भएको होइन र? मैले बनाएको होइन, 2-4 विदेशीहरू एजेन्टहरू र 2-4 हाम्रा साथीभाइ मिलेर बनाएका हुन्, हामीले बनाएका होइन, हामी त सदा पनि थिएनौँ। एजेन्सीहरू घाइतेले बनाएको होइन, शहीद परिवारले बनाएको होइन, यहाँ चाहिँ विदेशीले टिपेर ल्याएका 2-4 गोटीहरू उनीहरूले बनाएका हुन् र सबै विदेशीको चहल खेल्न बनेको। के त जेन्जी आन्दोलन पनि के विदेशीले गराएको हो त? तपाईँको कुरा त त्यस्तै आयो नि त। होइन, जेन्जी आन्दोलन गराउने नेपाली नै हो, हामी नै हो, सबैजना हो। आन्दोलन पछाडि चाहिँ हाइज्याक गर्ने चाहिँ विदेशी र विदेशीका एजेन्टहरू। सुशीला कार्कीको सरकारलाई तपाईँ पुरै विदेशी भन्नुहुन्छ? अब यति नेपाली थियो भने त नेपाली जनताको जेन्जीले पनि जेन्जीको माग पुरा गर्थ्यो होला नि त। जेन्जी जतिलाई जेलमा हालेर उडेर यहाँ ठुलो कुरा गरेर चुनाव गराउँछु भन्दै बस्दैन होला नि त। बरु म ज्यान दिनु परे पनि म तयार छु, तर म यो मुद्दाबाट यिनीहरूको माग पुरा नगरेसम्म हट्दिनँ भन्थ्यो होला नि त। यदि हामीले बनाएको हो, हाम्रो एजेन्डाहरू यस्ता छ के मात्र भन्दा मलाई व्यक्ति जोसुकै आओस् कि सुशीला आओस्, अरू कोही आओस्, के आओस्, त्यो केही फरक परेन। तर माग जे हुन् नि त, सम्बोधन जे कुरा हो नि त, त्यो माग त सुशासन हो। अनि भ्रष्टाचारलाई कारवाही गर्न सक्दिनँ भनेपछि त त्यो हाम्रो सरकार हो होइन नि त, होइन र? अब भन्न अनि हाम्रो भाइ बहिनीहरूलाई चाहिँ जेलमा हाल्न सक्ने है, भ्रष्टाचार भएकालाई थुन्न नसक्ने, बयान पनि लिन नसक्ने, गोली हान्नेहरूलाई 5 दिनमा त यहाँ आएर कटियारमा उभाउनुपर्छ भने होइन। अनि यस्तो यस्तो गरिसके पछाडि त हामीले हाम्रो सरकार मान्थ्यौँ होला, हामीले हाम्रो आमा मान्थ्यौँ होला, हाम्रा बा मान्थ्यौँ होला, हाम्रो भेना मान्थ्यौँ होला, सबैलाई मान्थ्यौँ होला। तर उहाँहरूले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ जनताको चाहना विपरीत काम गरिदिनु भयो। र जसरी हामीले सुशीलालाई अहिले प्रधानमन्त्री बनाएर अर्को दिन चाहिँ गाली गर्नु पऱ्यो, भोलि होइन हामीले नयाँलाई प्रधानमन्त्री बनाउँला, हामीलाई आपत्ति भएन होइन। रविलाई बनाउँला, बालेनलाई बनाउँला, गुलमानलाई बनाउँला, सबैलाई बनाउँला। पहिला सुरु विचार त क्लियर हुनु पऱ्यो नि त। पहिला सुरु म जनताका लागि जान्छु, मैले यो प्रदेश खारेज गर्छु, प्रदेश निर्वाचित गर्छु होइन, चाहिँ मैले भ्रष्टाचारलाई कारवाही गर्छु भन्ने सुन्नुभएको छ हजुरले होइन? किसानका लागि लड्छु भनेको सुन्नुभएको छ, सहकारी पीडितलाई न्याय दिन्छु भनेको सुन्नुभएको छ होइन? नेपालको सबै कुरा आत्मनिर्भर बनाउँछु, किसानका लागि मैले उत्पादन खरिद गर्छु भनेको सुन्नुभएको छ, मैले मल पुऱ्याउँछु भनेको सुन्नुभएको छ, मैले सिँचाइ यसरी फ्री गर्छु भनेको सुन्नुभएको छ होइन? यो देश मैले दार्चुलालाई यस्तो बनाउँछु भनेको सुन्नुभएको छ, मेरो जाजरकोट म बनाउँछु भनेको सुन्नुभएको छ, मेरो जुम्लालाई मैले यस्तो बनाउँछु, स्याउ मैले यहाँ यसरी बजार व्यवस्थापन गर्छु, यहाँ कोल्ड स्टोर खोल्छु भनेको सुन्नुभएको छ कहिले होइन? पूर्व पश्चिम एउटा सिँचाइ नहर बनाउँछु भनेको सुन्नुभएको छ होइन? हाम्रो कमला नदीको पुल मैले छिटो बनाउँछु भनेको सुन्नुभएको छ होइन? तपाईँले सहकारीको कुरा गर्दै गर्दाखेरि अघिल्लो सरकारले त रविलाई सहकारी ठग भनेर जेल हालेको थियो नि त, तर सुशीला कार्कीको सरकारले बाहिर निकालेको थियो। यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? हाम्रो पहिचान अनि चाहिँ अब के छ भन्दाखेरि चाहिँ अब मेरो मेन कुरा के भन्दाखेरि अब त्यहाँ बाहिर आउनु भने चाहिँ आयो ठिकै छ, त्यो मेरो खुसीको कुरा होइन। तर के भन्दाखेरि सहकारी पीडितले पैसा पाउनु पऱ्यो क्या सर यार, पाए त होइन र? होइन रवि मात्र होइन नि त, धनराज थिए, दुनियाँ थिए होइन? जो ठगुन् उनीहरूलाईबाट पैसा लिनु पऱ्यो। र सहकारी जो पीडित छन् आज 14 लाखभन्दा धेरै सहकारीमा पीडित छन् होइन? आज हेर्नुहुन्छ लघुवित्तमा त्यतिजना पीडित छन्, ब्याङ्कमा त्यतिजनाहरू पीडित छन्, मिटर ब्याजमा त्यतिजना पीडित छन् होइन? तिनीहरूले चाहिँ न्याय पाउनु पऱ्यो। आज 6 लाखजनाभन्दा धेरै व्यापारीहरू, उद्योगीहरू होइन अब लगभग यो पीडित छन्। तपाईँको जेन्जी आन्दोलन भइसकेपछि 3 महिना मात्र 1 लाखजनाभन्दा धेरै मान्छेहरू ब्ल्याक लिस्टेडमा परेका छन्, व्यापारीहरू, उद्योगीहरू। उनीहरूले त नेपालमा गरिखाना पाउनु पऱ्यो, पीडितले पैसा फिर्ता पाउनु पऱ्यो होइन? अनि सहकारी पीडितहरू, लघुवित्त पीडितहरूले न्याय पाउनु पऱ्यो, घाइतेहरूले न्याय पाउनु पऱ्यो। यो कुराहरू गर्नु पऱ्यो क्या सर। जोसुकै प्रधानमन्त्री होस्, जोसुकै गृहमन्त्री होस्, जोसुकै मन्त्री होस्, जोसुकै हामीलाई त ठुलो कुरा भएन। तपाईँ रवि बालेन कुलमान एकतालाई के भन्न चाहनुहुन्छ?
राम्रो कुरा हो, सबै नेपाली मिल्नुपर्छ, न्याय शक्ति मिल्नुपर्छ, पुरानो 40 वर्षदेखि साम्राज्यलाई हामीले भत्काउनुपर्छ, तोड्नुपर्छ। तर मिलेर जसरी एमआर प्रचण्डले सेरेर ओली मिलेर देश लुटे, अहिले पनि त्यसरी देश लुट्ने तरिकाले त मिल्नु भएन नि त। मिलेपछि त काम गर्नु पऱ्यो नि त, काम गर्नुभएपछि त अहिले गर्नु पऱ्यो नि त। अहिले चाहिँ माको नमार्ने, अहिले चाहिँ कुरा पनि नगर्ने, किसानका नि कुरा नगर्ने, पीडितका नि कुरा नगर्ने, प्रत्यक्ष निर्वाचन कार्यकारी भनेर त सबैले लेखेको छ। रविले